नमस्ते, लेखापत्रको ग्लोब एडिसनमा हजुरको फेरि पनि स्वागत छ। यो भिडियोमा हामीले एपमा भएको केही न्यू युआई अपडेट्स एन्ड फिचर्सलाई विटनेस गर्छौँ एन्ड अल्सो यो भिडियो एउटा सानो ट्युटोरियल हो कि एउटा न्यू क्याफेलाई कसरी यो एपमा सेटअप गर्न सकिन्छ भनेर। सी एट फर्स्ट मलाई यसको यो अरेन्ज कलर खासै मन परेन, जुन चाहिँ म यही एपको तलबाट मजाले चेन्ज गर्न सक्छु। आफ्नो मलाई जेसुकै पनि बनाउन मन लाग्छ। जस्ट लाइक अहिले मलाई लेट्स गो टु एमरेल्ड, राइट? नाउ सी द होल एप इज इन एमरल्ड कलर। कस्तो प्रिटी देख्यो, राइट? अब इफ हजुर न्यू हुनुहुन्छ भने यो हजुरको होल कन्ट्रोल प्यानल हो। यहाँदेखि हजुरले सबै कुरा कन्ट्रोल गर्न सक्नुहुन्छ। एट फर्स्ट क्याफे स्टार्ट गर्नको लागि हामीलाई केही खानेकुराहरू त चाहियो। सो लेट्स एड सम आइटम्स टु आवर मेन्यू। यो चाहिँ हामीहरूको क्याटेगोरी सेक्सन हो, जहाँ हामीले डिफ्रेन्ट क्याटेगोरिजहरू हाल्छौँ। सरी, मैले टिआ लेखेको छु, इट्स एक्चुअली टी, जहाँबाट हामीलाई आइटम्सहरू फिल्टर गर्न सजिलो हुन्छ। लाइक मैले 3-4वटा अझै हाल्छु। यस, मैले यहाँ केही नम्बर अफ क्याटेगोरिजहरू एड गरेको छु, जसलाई हजुरले यो भ्यू क्याटेगोरीबाट म्यानेज पनि गर्न सक्नुहुन्छ। सपोज मलाई यो कफी अहिले एकछिनको लागि हटाउनु छ भने मैले यहाँदेखि हाइड गर्दाखेरि यु क्यान सी यहाँ कफीको नामै छैन। द्याट इज अ फिल्टर। अल्सो इफ मैले यसलाई सो गरेर अब सपोज मलाई यहाँदेखि कोल्ड ड्रिङ्क हटाउनु छ भने मैले कोल्ड ड्रिङ्कलाई यहाँदेखि डिलिट गरिदिएँ भने यो होल सेक्सन नै यहाँबाट डिलिट हुन्छ। सी यहाँ अब हामीले कोल्ड ड्रिङ्क हेर्नै सक्दैनौँ। अब क्याटेगोरी बनाइसके पछाडि केही आइटम्सहरू पनि त एड गरिदिउँ। ओके, एड आइटममा गएर सपोज मैले यहाँ मिल्क टी लेखेँ, स्टार्टिङ एट ₹30 एन्ड यो क्याटेगोरीलाई मैले टीमा हालिदिन्छु। यहाँ हालिसकेर मैले एड आइटम गर्दाखेरि यु क्यान इजिली सी यो टीमा पनि हेर्न सकिन्छ। अल आइटममा त आई नै हाल्यो एन्ड अभियसली अरू आइटम्सहरूमा देखाउँदैन। सो द्याट दिस विल हेल्प यु पछि कुनै पनि आइटमलाई फाइन्ड आउट गर्ने बेला अर्डर्स लिने टाइम। नाउ एड सम मोर आइटम्स टु इट, बट एउटा इजी तरिकाले, एन्ड द्याट इज दिस प्लस आइकन। यो प्लस आइकनमा हजुरले जस्ट नामै राखिदिनु भयो भने, जसरी मैले यहाँ लेमन टी हालेँ, प्राइसिङ एट ₹35 एन्ड मैले यसलाई एड गरेँ भने यो अटोमेटिकली टीको सेक्सनमा एड हुन्छ। बट फेरि त्यही कफिजहरूमा हुँदैन। अब चाहिँ हामी कफी, सुरुट एन्ड सबैमा केही न केही एड गरेर हेर्छौँ। यसरी इजिली हामीले आइटम्सहरू एड गर्न सक्छौँ। नट ओन्ली द्याट, आइटम्सहरूलाई हामीले यहीँबाट डिलिट पनि गर्न मिल्छ। सी डिलिट पनि भयो। नाउ अब सपोज डिलिट गर्न मन लाग्छ छैन भने यसलाई एकछिनको लागि डिसेबल पनि गर्न मिल्छ क्या। सी मैले एभाइलेबललाई यहाँदेखि नट एभाइलेबलमा क्लिक गरेँ भने अपडेट आइटम गर्दाखेरि हजुरले यहाँ अनएभाइलेबलको अप्सन हेर्न सक्नुहुन्छ। द्याट मिन्स त्यो आइटम मैले अर्डर गर्न मिल्दैन। नाउ लेट्स टेक एन अर्डर है त। अब अर्डरको लागि टेबल त चाहियो, बट यहाँ टेबल नै छैन। अब त्यो ल्याउने दुईवटा तरिका छ। एउटा यो प्लस बटन, जहाँदेखि हामीले डाइरेक्ट टेबलको नाम हाल्न सक्छौँ, क्यापेसिटी यहाँ इनपुट गर्न सक्छौँ एन्ड एड गर्न सक्छौँ। इजी एज द्याट। बट एउटा अर्को डिटेल तरिका पनि छ, जुन हामीले होम बटनमा गएर थोरै तल गयो भने टेबल सेक्सन देखिन्छ। यहाँबाट हजुरले आफ्नो टेबलको सबै कुरा म्यानेज गर्न सक्नुहुन्छ। लेट्स एड वान मोर, जसरी टेबल 2 क्यापेसिटी अफ जस्ट लाइक टेबल 2 क्यापेसिटी अफ 8 एन्ड क्रिएट टेबल गऱ्यो भने सी टेबल आयो। अब 2-3वटा अझै गरौँ। यसरी हामीले टेबल्सहरू एड गर्न सक्छौँ। न एउटा अर्डर क्रिएट गरौँ। सपोज अहिले हामी टेबल नम्बर 1मा छौँ एन्ड यत्रो लिस्ट छ हामीहरूको मेन्यूको। कन्फ्युजिङ, राइट? अब चाहिँ यहाँ यो हामीहरूको क्याटेगोरिज काम लाग्छ। अब सपोज उहाँले चिया मगाउनु भएको छ भने चियामा जाने, जुनसुकै पनि मगाउनु भएको छ यसरी एड गरिदिने। अब चुरोट पनि खाने मान्छे छँदैछन्, त्यो पनि एड गरिदिने। बर्गर खान मन छ, त्यो पनि एड गरिदिने। अब क्वान्टिटी हेर्दै जाने। अब सपोज मिल्क टी 4वटा मगाएर उनीहरूले, ल मैले 4वटा मिल्क टी गरिदिएँ। सिखर राइस पनि अब 4वटा के छोडौँ न, 10वटै गरिदिउँ न, ल 11वटा भयो। 11वटा हालिदियो, एउटा ह्यामबर्गर। अब यसरी अर्डर क्रिएट गर्दाखेरि यहाँ हामीहरूको अर्डर सेक्सनमा हामीले आफ्नो अर्डर आएको हेर्न सक्छौँ। नाउ यो अर्डर अझै पनि पेन्डिङमा छ, यो कम्प्लिट भएको छैन। एन्ड दिज आर अल द फिल्टर्स है। यो चाहिँ क्यान्सल भएको, यहाँ चाहिँ कम्प्लिट भएको एन्ड यहाँ चाहिँ पेन्डिङ अर्डर्सहरू देखाउँछ। अब एकपल्ट अर्डर कम्प्लिट भइसके पछाडि पेमेन्ट गर्ने बेलामा हामीले यहाँदेखि चेकआउट गर्न सक्छौँ। सी मैले चेकआउट गरेँ। नाउ आई विल गेट एन अप्सन फर एभ्रिथिङ। अब उहाँले पेमेन्ट कसरी गर्नुभयो, कम्प्लिट भयो कि क्यान्सल भयो, सबै कुरा यहाँ देख्न मिल्छ। ब्युटिफुल थिङ इज क्यान्सल गर्नको लागि हामीले केही रिजन लेख्नै पर्छ, लाइक अर्डर ढिला भयो or like anything.
जेसुकै पनि रिजन हुनसक्छ, हामी त्यो रिजन नलेखिकन हामीले अर्डरलाई क्यान्सल गर्नै मिल्दैन। त्यो गरिसके पछाडि यदि क्यान्सल अर्डर गर्नु मिल्यो, राइट। मैले उत्तिकै गरेँ भने मलाई क्यान्सलेसन मार्क राख्नै पर्छ। अब कम्प्लिटको लागि हाइब्रिड अप्सन के हो भन्दाखेरि, अब सपोज कसैले आधी आधी दिइरहेको छ भने उसले अनलाइनमा कति दियो, क्यासमा कति दियो त्यो पनि यहाँ हाल्न मिल्छ अमाउन्ट। एन्ड सपोज अहिले हामीले अर्डरलाई कम्प्लिट गरी हेरौँ, उहाँले अनलाइनबाट पेमेन्ट गर्नुभएको छ, टेबल नम्बर 1मै हुनुहुन्थ्यो। सपोज टेबल नम्बर अब 1बाट उनीहरू 2मा सिफ्ट हुनुभएको छ, 3मा सिफ्ट हुनुभएको छ भन्ने कुरा पनि हामीले यहाँदेखि त्यसले चेन्ज गर्न मिल्छ। ओके, नाउ यसरी मैले यसलाई कम्प्लिट गर्न मिल्यो। क्यान्सलमै रहेछ, यहाँदेखि राखेर मैले यसलाई कम्प्लिट गर्न मिल्यो। कम्प्लिट गर्ने बित्तिकै पेन्डिङबाट हटेर यो कम्प्लिटेडमा जान्छ। एन्ड कम्प्लिटेडमा जाने बित्तिकै यु विल सी एन अपडेट अफ यर अर्डर। बुम, एकदम रियल टाइममा हुन्छ यो कुराहरू, हजुरले रिफ्रेस पनि गरिबस्नु पर्दैन, सब आफै हुन्छ। अब हेरौँ आजसम्म त बढी के सेल भइरहेछ त। यहाँ हेर्नुहोस्, टप सेलिङ शिखर राइस 11वटा गयो, मिल्क टी 4वटा गयो, ह्यामबर्गर एउटा गयो। अब नजाने आइटम्सहरू पनि यहाँ देखिन्छ, यो आइटम्सहरू गएकै छैन भन्ने कुरा पनि थाहा पायो। मोर डिटेल यो रेभेन्यूमा पनि हेर्न सकिन्छ। सबभन्दा बढी कमाइ केबाट भइरहेछ त आज? ह्यामबर्गरले 300 को कमाइ गरिदियो, शिखर राइसले 165, मिल्क टी 120। सो हजुरले यहाँ सबै कुराहरू डिटेलमा हेर्न सक्नुहुन्छ, नट अफ जस्ट टुडे बट अल्सो 30 दिन अगाडिको पनि। नट ओन्ली द्याट, अब कस्टम गरेर हजुरको जेसुकै पनि डेट छ हजुरले अप्लाई गर्नुभयो भने अब मेरोमा त देखाउँदैन बिकज मेरोमा भएको छैन, बट यस यु क्यान सी यहाँ कसरी सबै डिटेल्सहरू देख्न सकिन्छ भनेर। नाउ अब एउटा अर्डर नोन युजरको लागि पनि हेरिदिउँ है त। मैले टेबल नम्बर 3 सेलेक्ट गरेँ, कफीमा मैले क्यापेचिनो हालिदिएँ, सुरुवातमा शिखर राइस हालिसके पछाडि मैले यसरी कम्प्लिट गर्दाखेरि अर्डर यहाँ टपमा आयो। बट अब उहाँ हजुरको चिनेको मान्छे हुनुहुन्छ जसले हजुरलाई पछि पैसा दिन चाहनुहुन्छ भने हजुरलाई जस्ट केही गर्नु पर्दैन। यहाँदेखि इफ उनीहरूको नाम लिस्टेड छ भने यहीँदेखि नाम निकाल्नुहोस्, अर यु क्यान अल्सो एड सम न्यू क्रेडिट कस्टमर्स अन यर अकाउन्ट। जस्ट लाइक मैले यहाँ राख्छु रौनक, नम्बर जेसुकै पनि हाल्न भयो। 10 डिजिटको नम्बर आउँछ, राखिसके पछाडि यहाँ नम्बर रौनकको नाम आयो। अब यहाँ जाने, यहाँ गइसके पछाडि यो रौनकको नाम यहाँदेखि सिलेक्ट गर्ने एन्ड कम्प्लिट गर्ने गरिसके पछाडि यहाँ हेर्नु रौनकको नाममा त्यो अर्डर देखिन्छ। एन्ड यस, दिस इज अल अफ आवर फिचर। एकछिन लगआउट गरौँ एन्ड लगआउट गरिसकेर अब रमेशको नामबाट जाउँ, जो चाहिँ हामीहरूको रमेश @ जो हामीहरूको स्टाफ हो। अब इफ म रमेशको आइडीबाट गयो भने रमेशले धेरै केही गर्नै सक्दैन। यो चाहिँ रमेशको भनेपछि हजुरको वेटरको पिओभी हो, उसले केही पनि हेर्न मिल्दैन, जस्ट अर्डर्सहरू हेर्न मिल्छ, कतिवटा पेन्डिङ छ, कतिवटा कम्प्लिट भइसक्यो, कुन अर्डर लिने, के गर्ने, कुन मेनु आइटम एभाइलेबल छ छैन त्यो कुरो उसले हेर्न मात्रै मिल्छ, उसले एडिट केही पनि गर्न मिल्दैन। उसको काम भनेको जस्ट भित्र आउने, अर्डर लिने एन्ड अर्डर कम्प्लिट हुन आँटेको छ भने त्यसलाई इन्फर्म गर्ने, त्योभन्दा माथि उसले केही पनि गर्न सक्दैन। यो पेन्डिङ अर्डर्समा पनि उसले जस्ट भ्यू मात्र गर्न मिल्छ, उसले केही पनि एक्सन लिन मिल्दैन क्या। सो यो एउटा लिमिट हो एन्ड हजुरको हातमा कन्ट्रोल हो द्याट हजुरको क्यास फ्लो अर लाइक हजुरको पैसाको फ्लो यतादेखि उता नहोस् भनेर। So back to our account, and this is all we have for our basic customers. एन्ड इफ हजुरलाई अब इन्भेन्ट्री पनि चाहियो भने त्यो पनि हामीसँग छ, बट त्यसको लागि हामी अर्को भिडियो हेर्छौँ। आजको लागि यति नै, टिल देन किप वाचिङ लेखापत्र।